कुखुरा चाक पो पर्छ क्या। ल है त साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई आजको यो सानो मुकबाङ भिडियोमा है त, जसमा चाहिँ आज मैले बनाएको छु यो दाल भइहाल्यो, अनि यो साग, यो सलाद भइहाल्यो, काँक्रो र गाजर, अनि यता यो चिकन, अनि यो चाहिँ भात है त। सो गाइज, अब चाहिँ म ढिला नगरी खानातिर लाग्छु होइन। सो लेट्स स्टार्ट द भिडियो है त। ओ त्यस आज चाहिँ सबसे मिठो यो दाल नै भए जस्तो छ। ओ छ्या, सब साइडमा हो गयो त यार। ल है त साथी, हो स्वादले हान्नुपर्छ अब। आज चाहिँ सबसे मिठो दालै भए जस्तो छ। दामी भएछ है तर। त्यो यहाँ दाल पनि दुखाउँछ त। दामी भएछ है तर। आज त भोक पनि लागे जस्तो भयो, थकै नि लागिरहेको छ, गाह्रो छ हौ। बिहान फुटसल खेल्न गएको, 1 घन्टा उफ्रेर आयो। चिकन पनि बबर भएर यो थकै लागेर क्या, भोक पनि डेन्जर लाग्यो, थकै नि लागेर फेरि कस्तो 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 भइरहेको थियो, उकुस उकुस कस्तो।
थकाइली होला, निन्द्रा लाग्ला जस्तो नि भयो, भोक पनि लाग्यो। दिउँसो सुत्ने बानी चाहिँ लास्टिक नराम्रो हुँदो रहेछ क्या, तर होइन भात खाने बित्तिकै निन्द्रा लाग्छ भनेको मलाई। खानामा चाहिँ अहिले पानी कम भइसक्यो। भातै सक्यो ल्या। मलाई चाहिँ पहिल्यै थाहा थियो कि मलाई यो खानाले पुग्दैन भनेर। सो मैले चाहिँ यिनै साइडमा थप खाना राखिदिएँ क्या थोरै। अब बिचमै उडेर भाग्ने कुरो भएन होइन। दाल पनि सक्यो। त्यही भएर मैले चाहिँ अघि नै यति खानाले मलाई पुग्दैन भनेर चाहिँ मैले साइडमा थोरै थप खाना राखिदिएँ कि। अब यति खाइसी चाहिँ लगभग ढ्याउ पकाउँछु त यार। चिकन पनि वास्तवमा चाहिँ मलाई चाहिँ होइन यो चिकनहरूभन्दा चाहिँ सबसे मनपर्ने चाहिँ बफ हो। बफ चाहिँ दामी मनपर्छ। तर आज चाहिँ चिकन बनाएको खाना चाहिँ खान्छु, चिकन पनि। तर मलाई मन चाहिँ फेरि बफ दामी मनपर्छ क्या। तर यो पनि नट ब्याड, दामी भएर रहेछ। मिठो भएर रहेछ। यो चाइनिज साग चाहिँ मैले फेरि केही पनि गरेन, यो चाहिँ एकदम नर्मल जस्ट तातो पानीमा मात्रै उमालेको। मेरो यो भरेको दाँत यार दुख्दैन भन्थ्यो, तर पुरै दुख्छ क्या यस्तो खाँदा पनि।
फेरि देखाउन जानु पर्ला जस्तो लाग्यो दाँत चाहिँ। Você रहेछ कुखुरा चाक पो पर्छ क्या बस्दै रहेछ। ल है त साथी, यो स्वादले पड्कायो आज चाहिँ मासु भात सकाइयो पनि होइन, साइडमा थपाना राखेर ठिक गरेर रहेछ, नत्र त उठेर भाग्नुपर्ने बिचमै। ओइ ल है त साथी, स्वादले पड्काइयो सकाइयो पनि, आजको भिडियो सकियो पनि होइन। साथ दियोस् हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद दियोस्। फेरि अर्को नयाँ भिडियो लिएर आउनेछु सकेसम्म छिट्टै नै। सो आजले चाहिँ बाई बाई सबैजनालाई।